या आजको दिन सक्यो। आज 2वटा क्लास भयो। एउटा स्किल थियो, स्किल फर सक्सेस, एन्ड एउटा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स थियो। अनि स्किलमा त्यही हो, अब आफ्नो स्किलहरू कसरी डेभलप गर्ने, के गर्ने, कसो गर्ने होइन, प्रेजेन्टेसनहरू कसरी हामीले हाम्रो कमीहरू कमजोरीहरू के भइरहेछ। किनभने लास्ट इयर 2 वर्षदेखि हाम्रो प्रेजेन्टेसन भइरहेछ, तर तिनीहरूले चाहेको जस्तो भइरहेछ होइन। किनभने हामी डराउँछौँ नि त, बोल्नलाई कन्फिडेन्ट नै हुँदैन होइन। एक त ल्याङ्ग्वेज हुँदैन, अनि त्यही माथि कन्फिडेन्ट हुँदैन। अनि त्यही भएर त्यो कुराहरूमा काम गर्नुपर्छ। अनि त्यही कुराहरू अब बिस्तारै सिकाउँदै गइन्छ। अनि आर्टिफिसियल इन्टेलिजेन्समा चाहिँ जस रमाइलो भयो क्लास। अनि आर्टिफिसियल इन्टेलिजेन्सले कसरी ओभरटेक गरिरहेछ, के हो कसो हो, त्यो ओभरअल एउटा इन्ट्रोडक्सन भयो। अनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भयो भने आज आर्टिफिसियलको दुनियाँमा आइबिएमले एउटा चेस